संसदमा सम्माननीय प्रधानमन्त्रीले हामीले पनि भारतको सीमाना मिचेका रहेछौँ, मैले पहिलोपटक थाहा पाएँ भनेर बोल्नुभयो। यो विषयमा नेपाली कांग्रेस पार्टीको भूमिका के हुनुपर्छ? 2074 सालमा नेपाली कांग्रेस पार्टीको प्रचण्ड बहुमत थियो। यस्तै स्थिति आयो। नेपाली कांग्रेस पार्टीको सरकारले संविधान संशोधनको लागि प्रस्ताव लिएर आयो। विश्वप्रकाश शर्मा यही हुनुहुन्छ, पार्टीको प्रवक्ता हुनुहुन्थ्यो त्यो बेला। म पार्टीको केन्द्रीय सदस्य थिएँ। हामी दुईजना हो सबभन्दा पहिला। एक बिहानै उठेर शेरबहादुर देउवाको घरमा गयो। श्रद्धेय सभापति शेरबहादुर देउवाको घरमा गएर यो विषयमा हामी प्रतिपक्षमा छौँ, यो राष्ट्रहितको पक्षमा छ। नेपाल कांग्रेस पार्टीको सरकारले ल्याएको यो प्रस्तावलाई यो हाम्रो पनि प्रस्ताव हो, एक दिन पनि विलम्ब नगरिकन पार्टीले निर्णय गर्नुपर्छ भनेर पार्टीको बैठक राख्न लगाएर त्यो बेलामा सरकारसँग उभिएर नेपालको संविधानमा नेपालको नक्सालाई अंकित गर्ने काम हिजो नेपाली कांग्रेस पार्टी सँगसँगै उभिएर गरेर आयो। हामी राष्ट्रिय हितका विषयका सन्दर्भमा प्रतिपक्षमा हुँदै गर्दाखेरि हामी नाफाघाटा समर्थन वा विरोधको कुरालाई त्यसरी हेर्दैन। आज पनि हेर्दैन। केही समय अगाडि सरकारले एउटा वक्तव्य निकाल्यो। सरकारले नोट पठायो भारतलाई, सरकारले चीनलाई पठायो। खास गरी मानसरोवरको यात्रा सुरु भइसकेपछि नेपाली कांग्रेस पार्टीको हाम्रै केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरेर सरकारको स्वागत गर्यो। स्वागत मात्र गरेन, सरकार तिमीसँग हामी साथमा छौँ भन्यो। एउटै दिन दुईटा निर्णय गर्यौँ। सीमा विवादको विषयमा तिम्रो साथमा छौँ भन्यो, सुकुम्बासिकमा तिमीले गरेको व्यवहारमा तिम्रो विरुद्धमा उभिन्छौँ भनेर भन्यो। यो कांग्रेसको क्यारेक्टर। सम्माननीय प्रधानमन्त्रीले राख्नु भएको विषय निन्दनीय छ, घोर आपत्तिजनक छ र नेपाली कांग्रेस पार्टीले यसको सम्पूर्ण रूपमा यसको विरोध गर्छ। हामीले कुरा त प्रश्न गर्न सकेका छौँ। छिमेकीसँग कूटनीतिक माध्यमबाट हल गर्न सकिने सम्भावनालाई क्षीण बनाएको छ। नेपाली कांग्रेस पार्टी यसको विरोध गर्छ। कति साथीहरूले के भनिराख्नु भएको छ भने प्रधानमन्त्रीले यो कुरा धेरै नबुझिकन बोल्नुभयो। धेरै नबुझिकन बोल्नुभएको छ भने यो चिन्ताजनक छ। धेरै बुझेर बोल्नुभएको छ भने यो खतरनाक छ। दुवै अवस्थामा नेपाली कांग्रेस पार्टीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेछ। सम्माननीय प्रधानमन्त्रीजीले नेपाल र भारतको सीमानाको बारेमा, नेपाल र भारतको खुला सीमानाभित्र भइरहेका कुराहरूको बारेमा सामान्य राजनीतिक सुझबुझ पनि राख्नुहुन्न रहेछ भन्ने कुराको प्रमाण हिजो आफैले दिनुभएको छ। प्रमाण बिना, दस्तावेज बिना हामीहरूले अडान राखिरहेका थियौँ भनेर भन्न खोज्नु भएको हो। सुशील कोइराला प्रधानमन्त्री हुनुभएको बेलामा हामीले तथ्य र प्रमाणका आधारमा नेपाल र भारत दुवैलाई नोट पठाएको होइन र 2074 सालमा नेपाल कांग्रेस पार्टीको सरकार भएको बेलामा हामी सबै संसदको सबैले मिलेर एकमत भएर नेपालको तथ्य र प्रमाणका आधारमा भनेर हामीले नक्सा बनाएको होइन। प्रधानमन्त्रीजीले जानेर गर्नुभएको हो भने पनि नजानेर गर्नुभएको हो भने पनि यो प्रवृत्ति भनेको देशद्रोही प्रवृत्ति हो। यो चिन्ताजनक छ। राष्ट्रहित विरोधी, अनैतिक और राजनीतिक कदमको नेपाली कांग्रेस घोर विरोध गर्छ र यसको कदम अब अरू कसैले सच्याएर सकिन्न। म सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्छु, संसदमा जानुस्, फेरि त्यही रोस्टरमा होबिनुस्। त्यही जनताले मत दिएर तपाईँलाई प्रधानमन्त्री बनाएको हो। हामीलाई कुनै यसको बारेमा कुनै तपाईँलाई अप्ठ्यारो पार्नु छैन। तपाईँ 5 वर्षको निम्ति आउनुभएको छ, काम गर्नुहोस्। तपाईँलाई हामीले मद्दत गर्ने हो, सक्ने सहयोग गर्ने हो, गलत गरेको ठाउँमा प्रश्न गर्ने हो। हामीलाई यो कुनै धन्दा गर्नु नै छैन। तर जुन नागरिकले तपाईँलाई प्रधानमन्त्री बनाए ती नागरिकका प्रति तपाईँको जिम्मेवारी छ। तपाईँका सांसदहरूले त किन ताली ठोके मलाई थाहा छैन। त्यहीँको मतदाताले सोध्लान्। राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदलाई रूपन्देही आयो भने रूपन्देही, लुम्बिनी पाल्पा आयो भने पाल्पा, अर्घाखाँची आयो भने अर्घाखाँची, जहाँ आयो भने त्यहाँको मतदाताले सोधिदिनु होला हिजो ताली किन बजाएको हो, टेबल किन ठोक्यो भने सोधिदिनु होला। त्यो उहाँहरूले गर्नुहुन्छ। प्रधानमन्त्रीजीलाई मैले यति मात्रै भन्छु, संसदमा जानुस्, उभिनुस् र मैले नजानेर गल्ती बोलेँ भनेर माफी माग्नुहोस्। सक्यो।
तपाईँ भगवान होइन, तपाईँमाथि प्रश्न हुन्छ, तपाईँ संविधानभन्दा माथि हुनुहुन्न, तपाईँ कानुनभन्दा माथि हुनुहुन्न, तपाईँ हाम्रो राष्ट्रभन्दा माथि हुनुहुन्न। यो काङ्ग्रेसको ड्युटी हो। हामी अपोजिसन अनि अपोजिसनको के काम छैन अनि हामीले यो यो ड्युटी हामीले निर्वाह गर्न कसले निर्वाह गर्छ? जहाँ सरकारले ठिक काम गरेको छ त्यो कामलाई थप समर्थन गर्ने, तर जहाँ चुकेको छ त्यहाँ प्रश्न गर्ने, त्यहाँ खबरदारी गर्ने, त्यहाँ सच्याउन लगाउने, त्यो हाम्रो जिम्मेवारी।